आज पनि टिनको आछ छतमा अनि आज चाहिँ पानी परेको थियो। यहाँ पानी पर्छ, पानी भरेर छ अनि हाम्रो पढाहरू चाहिँ सेफ छन्, पानीदेखि बचेछन्। त हाम्रो पढाहरू भिजे छैन, सेफ छन्। यो हाम्रो टेडीको पेयर कन्फर्म भएको, एउटा यो पेयर कन्फर्म भएको अनि यो चाहिँ पेयर होइन, यो चाहिँ ठाउँ नपुगेर हो। यो 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 मेल हो कि फिमेल कन्फर्म छैन, तर यो जे भए पनि ब्रिडिङको लागि जान्छ मेरो घरबाट। यो शनिबार गइहाल्छ अनि पछाडि आइज। अनि यसले चाहिँ परेवालाई के गर्दैन, ओइ यसले केही पनि गर्दैन परेवालाई। केही पनि गर्दैन, डराउँछ उल्टै। अनि अब यो फिमेलबाट एउटा मेल चाहियो, एउटा लक्कीकोलाई कुनै भयो भने। पहिला चाहिँ नि हामी परेवा खोल्नुभन्दा अगाडि छतमा जति पनि पानी भरेर यो निकाल्नुपर्छ, यसको लागि के गर्नुपर्छ, झाडु लगाउनुपर्छ। त्यो झाडु लिएर आइरहेको छु। मैले छत सफा गरेँ अनि यहाँ पानी पर्ने जस्तो मौसम भइरह। आधी हुरी नै आएको। यो परेर डराएर निस्केकै छैन। सब उडी के हावामा सब खतरनाक पल्टा पानी नै आउनु लागेको भाइ। त लक्कीले पानी आइगयो भयङ्कर पानी यहाँ आइज बसिहाल। आज भ्लगमा त्यस्तो त केही भएन, तर आधीहुरीमा पऱ्यो एउटा टिङ्गो यता आइ त यता आइछन्, कता उता भागिरहस्। भाग्छस् यता उता भाग्छस् बस्यो। आइज सबै फेरि यता आइज भन्दैछु, यता बस। उता जान उता नजान, कता दौडेछ सा हावाको कारणले हेर पऱ्यो यस्तो गरिरहन्। एउटै ठाउँमा मजाले उडिरहन्, कसको पऱ्यो फेरि। त पानी आखिरकार आइ नै गयो। अनि हिँड्न पानी आइगयो ठुल्ठुलो पानी आइगयो पानी। तिम्रो उडिहाल बन्द हो अब।
जो चाहिँ बन्द हुन्छ नि बन्द होस्, जो चाहिँ उठ्छ न त बन्द हो, बन्द हो, त बन्द हो। लाजा पानी कति धेरै आयो, ठुलो आएको भाइ, ठुलै पानी आएको। ए बिन्द हो न साले, बन्द 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 बन्द। यता अर्का गुमा घुसिरहस्। त्यही यही हो आजको ब्लग, बाई। त म र टिङ्कु त पुरै भिजिगयौँ। ए टिङ्कु हेर भित्र पसेछ लक्कीसँग, बाहिर आइदियो, बाहिर बाहिर बाहिर। अनि पुरै भिजिगएँ, म पनि भिजिरहेको छु। पछाडि जा, भिजे सँगै टिङ्कु पनि भिजिगयो। हेर हेर त टिङ्कु यता बिचार भिजिगयो। म यहाँ अहिले यता खोरको यहाँ त्रिपालमा बसिरहेको छु, किनकि पानी एक त परेवा बन्द भइरहेको छ नि, त्यो मान्छेबाट पानी यति धेरै परिगयो। यो टिङ्कु उहाँ ट्याङ्कीको पछाडि बसिरहेको थियो, पुरै भिजिगयो। म जस्तो भिजेको छैन, तर टिङ्कु चाहिँ पुरै भिजिगयो। आजको ब्लगलाई फेरि अर्को ब्लगमा भेटौँला, त बाई बाई।